आजको भ्लग सुरु भइसकेको छ र यो चाहिँ हामी चाहिँ ओखरीबाट आज हामी प्रेमजी डाँडा जाँदैछौँ। यो चाहिँ ओखरी गाउँ हो। हामी प्रेमजी डाँडा जाँदैछौँ। चिया टिप्न हामी प्रेमजी डाँडा ओखरी गाउँ। यो चाहिँ हाम्रो स्कुल हो। मनरङ गाउँ यो चाहिँ मनरङ ओखरी। र हामी प्रेमजी डाँडा जाँदैछौँ। यो जङ्गल चाहिँ मलाई खतरा लाग्छ गाइस। यो चाहिँ हाम्रो च्यान डाँडा जाने बाटो। हामी चाहिँ सर्टकट बाटो आएको। तल चाहिँ रोड छ जाने चाहिँ, तल चाहिँ रोडबाट जान सकिन्छ। तर हामी अहिले चाहिँ सर्टकट बाटो आएको। सर्टकट बाटो सक्नुहुन्छ। यस्तो छ यो चाहिँ जङ्गल माथि। हेलो गाइस, हामी चाहिँ अहिले आइपुगेका छौँ सालमेको च्यान डाँडा। चट्टा ल्याएर हामी बुढाबुढी हामी चाहिँ आज गाउँपालिका जाँदै हो। हामी चाहिँ आज बुढाबुढी ठ्याक्क माथि फुले चाहिँ चियापत्तीको बगान रोपेर रहेछ। आज फर्स्ट टाइम चियापत्ती टिप्न जाँदैछु। यसको भिडियो चाहिँ गएर हेर्नु होला है। जङ्गल सालको च्यान डाँडा। यो चाहिँ हाम्रो ओखरी गाउँको गाउँ हो। अहिले प्रेमजी डाँडा जाँदैछौँ। यो चाहिँ मन्दिरदेखि प्रेमजी डाँडा। के सोचेको थियो के भयो? हामीले सोचेको थियो इलामको जस्तो सानो सानो होला, बेसी लामो ठुलो रहेछ। यहाँ चिया टिप्नु हुनुहुन्छ। टिपिसक्यो हामी दुईजनाले चिया। अझै पनि टिप्दैछौँ हामी चिया। चिया टिप्ने क्रममै छौँ। लु चिया टिपेर हेलो गाइस, यति अग्लो अग्लो छ चियाको बगान चाहिँ। यहाँ चाहिँ इलामतिर होची हुन्थ्यो। लमजुङमा परेर चाहिँ अग्लो परेछ। गाइज मेरो बुढी चाहिँ चियापत्तीको पात टिप्दैछ। लमजुङ दुधपोरी गाउँपालिका वडा नम्बर 6 प्रेमजी डाँडामा। मिस निना गुरुङ ससमिस।
देखो गाइस, ये क्या है? ये चायपत्ती है गाइस। चायपत्ती देखो ना भाई, ये चायपत्ती का बोर्ड है, ये चायपत्ती का पेड़ है। दिनु पऱ्यो काम, मिसो गर्नु भएन। गाइस अहिले चाहिँ हामी ओखरी जाँदैछौँ प्रेमबाट। यति लिएर आयो चियाको पात चाहिँ, यो बोराको सबै हाम्रो चियाको पात हो। लिएर आएको छौँ हामीले। ओखरी जाँदैछौँ। पानी पर्न लागेको छ, कालो निलो भइसकेको छ, आकाश चाहिँ हेर्न सक्नुहुन्छ कालो निलो भइसकेको छ। र सबैजनाले यो भिडियोलाई लाइक, कमेन्ट एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। धन्यवाद।